glitter in the sky, glitter in my eyes, shining just the way you like. If you're feeling like you need a little bit of company, you met me at the perfect time. अहिले चाहिँ म मेरो तरकारी बारीमा छु। भर्खरै यहाँ काम सकेको। के काम भन्दाखेरिमा चाहिँ यो सबै बाँसहरू गाड्ने र यस्तो टाट बनाउने काम चाहिँ सकेको। र यो बनाउँदाखेरिमा चाहिँ के फाइदा हुन्छ तरकारीलाई भन्दाखेरिमा चाहिँ तरकारीहरू जति पनि फल्छ नि त्यो सबै मुन्टाहरू चाहिँ माथि चढ्छ र माथि चढेपछि यहाँ सबै माथि फैलिन्छ। नमस्ते, म अनिश सुनार। हाम्रो आइपिएल 2025 चाहिँ अब नजिकै छ र म तपाईहरुसँग विजय र नगद जितको चाहिँ प्रतीक्षा गर्दैछु। पैसा कमाउन चाहिँ भरपर्दो स्रोतको आवश्यकता छ जसले चाहिँ तपाईलाई धोका नदियोस्। छिटो भुक्तानी सेवा सुविधा क्याश आउटका साथै विश्वासिलो सेवा प्रदान गर्दछु र आइपिएल सिजनको लागि विशेष अफर र विभिन्न सुविधाहरू उपलब्ध छन्। मिस नगर्नुहोस्, अहिले नै एप डाउनलोड गर्नुहोस् र अपडेट फलो गर्नुहोस्। अहिले 53,000 एनआरपी बोनस प्राप्त गर्ने प्रोमो कोड नेम प्रयोग गरी दर्ता गर्नुहोस् र लिंक र प्रोमो कोड चाहिँ मैले कमेन्टमा पिन गरेर राखिदिएको छु। जानुहोस्, कमाउनुहोस्। अनि माथि फैलिसकेपछि तरकारीको फलहरू चाहिँ सबै तल जाने नि सर्लक सर्लक। हाम्रो घिराउला, कर्कालो, काँक्रो सबै चाहिँ तल झुन्डिन्छ मजाले। बिरुवाहरू भर्खरै उम्रिँदैछ धेरै जस्तो चाहिँ हाम्रो अब त्यही नै हो घिराउला फेभरेट तरकारी। खाँदा खाँदा वाक्क भएर रिङटै लाग्छ राति सुत्दाखेरिमा। नेपाली जनको महान पर्व नमस्ते गर्नु पर्दैन तँलाई। ल ल भागेमा नि होस्। अनि कहाँ निस्ता नि? कहाँ हुनु दाइ? दसैँ मनालाई गाउँ जानु पर्यो, बसमा जानु लाग्यो टिकट काट्नलाई। गोथे नै होस्, तँलाई टिकट काट्न नि बस पर जानुपर्छ त। घरमै बसी तेरै फोनबाट बस सेवा प्रयोग गरेर टिकट काट्न सक्छस् त। त्यो मात्रै नभएर मेरो प्रोमो कोड युज गरिस् भने तैँले छुट पनि पाउँछस्। तैँले मात्र नभएर तपाईँहरूले पनि पाउनुहुन्छ। ए धन्यवाद दाजु, मेरो समय बचाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। अब म घरै जान्छु, घरै काट्छु। ए भन्ने बिर्सेको, बसमा गइन अब तपाईँहरू पनि बसमा नजानु होला, घरै बसी बस सेवाबाट काट्नु होला। अझ हाम्रो ठुन्दाईको प्रोमो कोड युज गर्नुभयो भने त मजाले छुट पनि पाउनुहुन्छ। टिकट काट्नु है। कहानियों में सुना था कि मोहब्बत में आशिक चांद तक ले आते हैं। साले को हमने ये बात सीरियसली ले ली। एक वही तो थी जिसकी आंखों में आंखें डाल के मैं बात बोल सकता था। वो मेरे बराबर थी, मैं उसके बराबर। अगर उसके साथ होता ना तो जिंदगी बराबरी की कटती, पर जिंदगी काटनी किसे थी? हमें तो जीनी थी। तुमने मुझे आवाज दी और आवाज देकर चले गए। मेरी तारीफ नहीं करोगे? अब मैं क्या कहूँ? बोल ना यार। यार बोल बे। बे यार।